नेपालमा पैसा नभएको होइन, पैसा प्रशस्त छ, तर नेपाल सरकारको नियत ठिक छैन, त्यही भएर पैसा देखिँदैन। अब विद्वानहरूका नजर सबै ठाउँमा पर्छन् भन्ने हुँदैन। त नजर नपरेका ठाउँमा हामीले यहाँनिर पैसा छ है भनेर देखाइदिने हाम्रो कर्तव्य हो, त्यो हामीले गर्नुपर्छ, जनताको कर्तव्य हो, त्यो हामी गर्छौँ। डाक्टर सोडिम वाग्लेलाई पैसा भएको ठाउँमा म देखाइदिन्छु, नीति कसरी बनाउने र कसरी लाने भन्ने त्यो तपाईँको जिम्मेवार कुरो हो, र नेपाल सरकारले त्यो नीति बनाउँछ। र सायद त्यहाँ बस्ने मानिसहरूले यो हुँदैन भन्दैनन् होला, यदि नेपालीहरूको भलो चाहन्छन् भने। अब पैसा कहाँ छ? वैदेशिक रोजगारीमा आउने लाखौँ नेपालीहरूले रोजगारीमा आउँदै गर्दाखेरि श्रम गरेका हुन्छन्। त्यो श्रम गर्दाखेरि केही रकम नेपाल सरकारलाई तिरेको हुन्छ। त्यो नेपाल सरकारलाई तिरेको रकममध्ये केही रकम बिमा सम्बन्धी हुन्छ। त्यो 2 वर्ष अन्य कुराको काम के हो म भन्दिनँ, मलाई थाहा छैन, तर बिमा सम्बन्धी तिरिएको रकम 2 वर्षसम्म नेपालीहरू दाबी गर्न आउँदैनन्। आएछन् भने पनि एकदम नगन्य मात्रामा। वैदेशिक रोजगारीबाट बिरामी भएर आउने मान्छेहरूका लागि भन्नु अहिलेसम्म एउटा हस्पिटल खोलेको पनि छैन, हामीले देखेको पनि छैन, होइन? अझ यो हस्पिटल खोलेको भएदैन अलग कुरो हुन्छ। त्यो वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूले बिमा सम्बन्धी तिरेको रकमलाई राष्ट्रिय बिमा संस्थानमा लगेर त्यो अहिले नेपालीहरूले गर्दै आएको 3500 को बिमा जुन 1 लाख रुपियाँ दाबी गर्छन् त्यसमा गाभ्ने हो भने अहिले भइरहेको उपचारलाई निरन्तरता दिन सकिन्छ, त्यो बिमालाई निरन्तरता दिन सकिन्छ र त्यसलाई जीवन्त तुल्याउन सकिन्छ। पैसा छ तर नेपाल सरकारको नियत खोटो छ क्या। नियतमा खोट भएपछि पैसा देखिँदैन। नियत सफा राख्नुहोस्, यो नियत सफा राख्यो भने सबै कुराहरू प्रष्ट देखिन्छ। पैसा छ, जनताले पाउँदै आएको सेवा सुविधालाई कटौती गर्ने होइन, यसलाई अझ व्यवस्थित र अझ मर्यादित बनाएर लैजानुपर्छ। सेवाहरू कटौती गर्न पाइँदैन। सेवा कटौती गरेको खण्डमा जनताहरूमा आक्रोश बढ्छ र अझ सरकार असफल मार्गतिर जान्छ। हामी चाहदैनौँ यो सरकार अहिले असफल होस्, सफल होस्, तर जनताका खोसिएका सेवा सुविधाहरू पूर्ण सञ्चालन गरेर जनतालाई अझै राम्रो चाहिँ डेलिभरी दिन सकोस् भन्ने मेरो शुभकामना छ। यो पैसा छ, यसलाई चाहिँ सरकारले नीति बनाएर लगेर एक ठाउँमा राखेर जनताका सेवा सुविधाहरू चाहिँ सुचारू राखिदियोस्। जय नेपाल।